राधे राधे। तपाईहरु हेर्दै हुनुहुन्छ श्रीराधा अनलाइन टिभी। श्रीराधा अनलाइन टिभी को साथमा आइसकेको छु म उमेश गुरु। विशेष च्यानल विशेष भिडियोमा यहाँहरु धेरै जनाले मलाई फोन तथा मेसेज गरेर व्हाट्सएपमा पनि भन्नु भएको छ, गुरुजी तपाईको भिडियो हामी नियमित रूपमा हेर्छौं, तर तन्त्र मन्त्र सिद्ध कसरी गर्ने, सिद्ध गर्ने तरिका हामीलाई सिकाइदिनुस् न। हामीले मन्त्र हामीसँग छ, हामीलाई गुरुले मन्त्र दिनुहुन्छ अथवा कहीँबाट हामीले मन्त्र पाइरहेका हुन्छौं, तर त्यो मन्त्रलाई हामीले कसरी सिद्ध गर्ने, यो विषयको भिडियो लिएर आएको छु। यदि तपाईलाई कुनै पनि गुरुले, साधु, सन्त, जोगी अथवा कोही पनि पुराना जमानाका बुवा आमाहरूले चाहिँ यदि तन्त्र मन्त्र तपाईहरुलाई दिनु भएको छ, जिउ बान्ने मन्त्र, फुक्फा गर्ने मन्त्र, टुलुवा वायु लागेको मन्त्र, जनै खटिरालाई फुक्ने मन्त्र अथवा जिउ बान्ने मन्त्र, जुनै मन्त्रहरू पनि यदि तपाईलाई दिनु भएको छ भने त्यो मन्त्रलाई चाहिँ कसरी तपाईले सिद्ध गरेर शक्तिशाली बनाउन सक्नुहुन्छ, त्यो मन्त्रलाई कसरी चाहिँ तपाईले काम लाउन सक्नुहुन्छ भन्दाखेरि, एक नम्बरमा मन्त्र सिद्ध गर्नको लागि बिहान ब्रह्म मुहूर्त टाइममा उठिएर 108 अथवा 11,000 अथवा 1,00,000 त्यो मन्त्र कुन किसिमको छ, कस्तो मन्त्र छ, त्यो मन्त्रले जीवनमा के गर्ने हो, त्यो किसिमको चाहिँ यहाँले के गर्नुपर्ने हुन्छ, मन्त्र सिद्ध गर्नुपर्ने हुन्छ। अथवा तपाईले होम गरेर होमको छेउमा बसेर आफूले नसिलाएको कपडा हुन्छ नि, रातो सेतो, अब आफूसँग कस्तो कपडा छ त्यस्तो कपडाहरू तल बेर्ने, माथि ओढ्ने, अनि टक्क ध्यानमा बसेर चाहिँ 11,000 अथवा 108 अथवा 1,00,000 कति सक्नुहुन्छ त्यति त्यो मन्त्र जप गर्नुभयो बिहानै 6:30 बजे भन्दा अगाडि भने त्यो मन्त्र के हुन्छ, सिद्ध हुन्छ, शक्तिशाली हुन्छ। सिद्ध गर्ने धेरै विधिहरू छन्, राति पनि गर्न सकिन्छ, कुनै गंगामा गएर पनि गर्न सकिन्छ, कुनै सिद्ध ठाउँमा जस्तै कालीचोक भगवतीमा गएर पनि गर्न सकिन्छ, भएन कामाख्या देवीमा गर्न सकिन्छ, दक्षिण काली माताकोमा बसेर पनि त्यहाँ गएर पनि गर्न सकिन्छ। धेरै विधिहरू छन्, तपाईहरुलाई कुन विधि चाहिँ सजिलो लाग्छ र कुन विधि गर्दा तपाईहरुलाई उपयुक्त हुन्छ त्यही अनुसार गर्न सक्नुहुनेछ। विशेष च्यानल विशेष भिडियोमा यहाँहरुलाई कुनै पनि प्रकारका समस्याहरू छन्, पीडाहरू छन्, केही सोध्नु छ, भन्नु छ अथवा हामीलाई प्रत्यक्ष रूपमा भेटेर केही कुराहरू गर्नु छ भने बिहानको 8 बजेदेखि बेलुकाको 8 बजेसम्म हाम्रो ल्यान्डलाइन नम्बर 0145017600, हाम्रो मोबाइल नम्बर 9817014655 मा यहाँले इमो, व्हाट्सएप तथा भाइबर गर्न सक्नुहुनेछ अथवा हामीलाई प्रत्यक्ष रूपमा कन्ट्याक्ट पनि गर्न सक्नुहुनेछ। आजलाई यति नै। राधे राधे।